हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल हुनुहुन्छ हाम्रो बिनासी नमस्ते मेकअप गरेको छुइनँ मेकअप गर्दै हुनुहुन्छ अनि चिन्न सक्नुहुन्न होला चिन्नुहुन्छ मेकअप गरिसकेपछि फेरि वेलकम यहाँ हुनुहुन्छ हेलो नमस्कार म चाहिँ रिहान शङ्कर यहाँ हाम्रो मेकअप दिदी हुनुहुन्छ नमस्ते हामी रेडी हुने नाम के हो हेलो 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 नमस्ते मेरो ब्लग हो यो हो ओके ल भ्लग बनाएर डेभिड सरलाई पठाउनु होला है डेभिड सर हेर्नु होला हेलो हुनुहुन्छ नमस्ते हाम्रो कोरियोग्राफर डाइरेक्टर म तपाईँ चाहिँ भन्नु आफ्नो परिचय राखिदिनु चाहिँ फायर एक्टर उहाँ चाहिँ सबै र अनि यहाँ मेरो हातमा छ नयाँ कपरे होइन यो मैले कसरी पत्याउनु के नयाँ कप भने तपाईँसँग चार्ज ल्याउनु भएको छ अनि कस्तो दिन भेट्छु भने होला त म चाहिँ गुन्डुमा बस्छु गुन्डुमा आउनु भनेर भन्नु त्यो ठिक छ कि अलिकति मिक्स गरेर त्यो पनि कस्तो हाल्छ ल हेलो हेलो भन्दैन है गाइस म चाहिँ रेडी भइसकेँ सुटिङको लागि यता सुटिङ स्टार्ट सबतिर लाइट फैलाइदिए झन् राम 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 करोडौँको बजेट रेट लागिरहेको छ ब्ल्याक म्याजिक लग्यो भने ब्ल्याक म्याजिकलाई चाहिँ मैले चिया पनि पाएन 3 बजेतिर मन्दिरमा आउँछ कतातिर छ नि फ्रीको भात चाहिँ कसरी भित्र मन्दिरमा के अरे मिसी थोर राइट सुमी थोर लेफ्ट जाऊ लल्यु बिना थोर लेफ्ट आउनु त हजुरको यति हाम्रो सिस्टर आउनु थोर लेफ्ट बिना कालो देखेको यार ल दिनेश अझ एक दिनेश त एक इंच मात्र तिमी सुतेको गोली कहाँ छ त म त यहाँ on the left and roll 1 2 3 go टोका मात्र राख्नु न है बिर्सिनु ठिक छ टाढा भयो टाढा छ है माग दिन त ठ्याक्कै इन्ट्री माग्दिनु यता टिकटक भइरहेछ बोज ब्याक अझै बोज यता ब्याक उहाँ चाहिँ मोबाइलको धनी आज धेरै धेरै उहाँसँग मोबाइल छ कति कति क्यामेरा पनि ऊ बेच्दैन भा हो ल अझ यता पनि छ अझै यता पनि यता पनि छ ए टन्नै रहेछ उहाँसँग रेडी 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 3 मै झारम दाइ बिस्तारै ल रेडी रोलिङ रेडी 5 6 7 गो जानु जानु मादल अलि चाँडो भयो एकचोटि होला अलि चाँडो भयो मादललाई सिन चाहिँ दामी रहेछ घुम्न आउनलाई रेडी क्यामेरा रोलिङ
आज चाहिँ म गुरुङनी बनेर हिँडिरहेको छु है। त्यतातिर हो टिकटक चल्दैछ। 3 बजेर समथिङ मिनट गएछ होइन। लास्टै भोक लाग्यो। अब चाहिँ हामी खानातिर हिँडेको। अरूहरू चाहिँ जानु भइसक्यो त्यहाँ खाना खानलाई। तर कस्तो राम्रो भ्यू के, माइ गॉड। उहाँ हुनुहुन्छ सन्तोष सर। उहाँलाई घामले दुःख दिएछ अनि उहाँले हात शिरमा राखी हेर्नु भएको छ। कसलाई हेर्नु भएको मलाई थाहा भएन त्यो चाहिँ। उहाँहरूले चाहिँ खै के गर्नुभएको मैले बुझेन। खाना रहेछ खाना। नो कपी। सलाद, दाल, पिकनिक हो। उहाँले मासु टोक्दै हुनुहुन्छ। यता हड्डी म सुरु गर्दैछु। उहाँ सुरु गर्दै हुनुहुन्छ अरे। सबै बेच्न जाने अब। उहाँ मोबाइल धनी मान्छे। क्यामेरा मोबाइल सबै उहाँसँग छ। आमा उहाँ त चेन्ज पनि गरेर आइसक्नु भयो। मिठो छ। उहाँहरू यता बस्नु भएको रहेछ। ल हेर्नुहोस् है। खाना खानु कि तपाईँ नि? खाना खानु न। डाइरेक्टर साहब खाना खानु। तपाईँको सुटिङमा चाहिँ मासु धेरै पाइन्छ क्या। गाइस सुटिङ सकेपछि यहाँ कोरियोग्राफरको हालत हेर्नुहोस्। बिचरा माया लाग्दो लास्टमा ड्रेस मिलाउने उहाँ नै धन्न हेल्प गर्दै हुनुहुन्छ। नारायणजीले उहाँहरू आफ्नै सामानहरू प्याक गर्दै हुनुहुन्छ। कोही जानुभयो। यसरी लिन क्या उहाँको त। मैले यहाँ टिकटक बनाउला भनेको। तपाईँलाई फेरि पनि स्वागत छ। हाम्रो सुटिङ सकिसकेको छ, प्याकअप भइसकेको छ र हामीलाई हेरिदिनु भएकोमा, माया गरिदिनु भएकोमा धेरै धन्यवाद। हाम्रो प्याकअप भइसकेको छ। थ्याङ्क यू सो मच। सी यू इन नेक्स्ट ब्लग ल। बाई बाई। बाटोसम्म बाटोबाट छिटो